उहाँले चाहिँ ड्राइभ गर्दै हुनुहुन्छ। अनि अहिले चाहिँ हाम्रो के भ्लग चाहिँ के को बारेमा भन्दाखेरि चाहिँ हामी अहिले क्याट्रिकबाट ब्रेकन जाँदैछौँ। त्यो के को लागि भन्दाखेरि मन्जुको बेबी सावर सरप्राइजको लागि। सो हामी अब आज चाहिँ वेलफेयर हाउसमा बस्ने अनि ती डेकोरेसनहरू गर्ने। डेकोरेसनको सामान चाहिँ यहाँ छ, यहाँ देख्न सक्नुहुन्छ। अनि उता चाहिँ रिताहरू र नमीहरू अलरेडी त्यहाँ बसिसकेको छन्। सो आजको प्लान चाहिँ डेकोरेसन गर्ने। अनि हामी अन द वे जाँदै मैले केक पनि अलरेडी अर्डर गरिसकेको छु, केक प्रिपेयर गर्ने। आई होप मन्जुलाई हाम्रो बेबी सावर सरप्राइज राम्रो लाग्ने छ। So stay tuned. See you. Look at the views, guys. दाइ फोटो खिच्दैन, म भिडियो खिच्दैछु। यता हेर न, हाँस्नु त दुईजना गफ गरे यस्तो। चाहिँ हामी बेबी सावर सकेर यहाँ मन्जुको घर जाँदैछौँ। यता हेर न, यता फर्क न, उज्यालो देखिरहेको छ झलल। लुक एट हर। यसमा तिम्रो म्याच गर्दो रहेछ। राति 12 बजी मार्छलाई को हिँडेको भन्छ। यहाँ वक गर्ने अरे। फ्लास हुने भयो है। ल 10 मिनट जस्तो बसेर हाम्रो टी ब्रेक हुन्छ। के अरे दाइ, के भन्नु त? म जस्ट पछि मेमोरीको लागि बनाएको। ओ माई गॉड, फोटोसुट हुँदैछ हाम्रो दाईको। एक्लै टाइटानिक बन्दै हुनुहुन्छ दाई। कस्तो राम्रो आएको भिडियो। कति राम्रो, एकदमै ज्ञानी संस्कारी हाम्रो वान एन्ड ओन्ली सुजन दाई। कति साह्रो दाइले आफ्नै हातले बनाउनु भएको। यहाँ छ बिन। ल हाम्रो चटपटे पनि रेडी भयो। एन्ड दिस इज द फाइनल लुक। कस्तो राम्रो देखेको वेदर। यम्मी चटपटे। दाइ कस्तो छ चटपटे? दामी है।
स्ट्रगल देखेँ क्या हो के गर्नु के गर्नुपर्ने इच्छा भिडियो गर न भिडियो गरिरहेको छु त बाबा त्यो कि त्यो मलाई के कस्तो उफ भनेर चाहिँ अब हेर न पुत्ला जस्तो अहिले त जाऊ ल भयो अँ सबै आज भजन Yes. पछाडि सिन यस हजुर अनि नजिक आऊ है ल ओ माई गॉड मन्जु पनि आयो है भइसक्यो हात्तीलाई बोकेर हिँड्दैछु गाइस म यहाँ एलेन भ्याली यो पानी झरेको भनेर हेर्नु आएको तर सोचेको जस्तो भएन पानी झरेन 1 घन्टा ड्राइभ गरेर आएको बट द रियालिटी इज दिस बट स्टिल ब्युटिफुल प्रमिला बहिनी अब चाहिँ हाम्रो यहाँ मलाई थाहा थियो चाहिँ के हुन्छ लामो झरना लामो झर्ना नेपालको सबैभन्दा अग्लो हो बहिनी अग्लो अग्लो झर्ना पनि छ नेपालमा छ नेपालको चाहिँ थाहा भएन दाइ पास गोज टु मन्जु बहिनी बिर्सेँ मैले नि यसको सही आन्सर रहेको छ पछाल झरना ए त्यो त नआउनु रहेछ हामीलाई ओके नाउ क्वेसन गोज टु मी बहिनी 12 या सबै क्वेसन नम्बर 2 हो बहिनी 12 ओके हाम्रो आफ्टर मिष्टान्न भोजन खाना त मान्नै पर्छ यार रातिको 12 बजेसम्म नि खान्छ तर दिस लुक्स अलि अलिक स्पन्जी छ कि होपफुली वेट हिजो दिदीको राम्रो बेस नबसेर होला क्या ओके ढिलो बस रेडी ओरेन्ज साइडमा राख्नुहोस् अब दाइ स्टप अब अर्को दाइ स्टप भने त टोमाटो स्टप स्टप नभने कन्टिन्यू गरेर हुन्छ होला मान्छे ल छिटो गर्छ है ल ल फेरि उहाँहरू खोज्दै गर्नु छ नि त एभोकाडो भरे तिम्रो कसैको लसुन बनाना स्टप तिमीले भन म त हेर्नु एप्पल छिटो गऱ्यो छिटो थट प्रोसेस गर्नु पर्यो ओके ल रेडी ओके रेडी ओके लेमन ओके ओके रेडी ओके रेडी एप्पल पनि आइजायो आँखा खोलेर अनि आलु ओके आलु एप्पल जिन्जर सरी अब चाहिँ रङ टिपे बराबर आयो गार्लिक यसपछि तिमी खेल्ने आयु र म खेल्ने फोम खेल्ने आयु त खेल्ने आयु
Orange. आयु आयु यहाँ खेल्नु यसरी हात सबै पछाडि दुईटाको पछाडि क्या सरी Ready? पछाडि 1, हैन यसरी तिम्रो पछाडि 1, 2, 3. भने गई छप्याक छे मछली छे मछली पानी में गई पानी में गई सात मछली छप्याक म साथ सुरु गर्छु होइन कसरी सात होइन, उसो होइन, उसो होइन। छप्याक के भयो त हैन अब सुरुबाट सुरु हुँदा अब 7 मछली. ए सातबाट सुरु गर्नु अब 7 मछली, अब 7 मछली. मैले सात मछली सात मछली 7 मछली. सात मछली सात मछली सात मछली पानी में गई पानी में गई पानी में गई पानी में गई छप्याक अत रेड दियो क्या छप्याक गरे छप्याक छप्याक आठ मछली आठ मछली आठ मछली आठ मछली आठ मछली पानी में गई पानी में गई तिम्रो आत्माले यस्तो हुन्छ पानी में गई